ल है साथीभाइ हो म चाहिँ लागेँ है साउदीतिर गए पनि नभनी लागेँ म त आफ्नो गन्तव्यतिर त्यसको लागि माफ हौँ अनि यसो मोबाइल आफूतिर फर्काउँछु दाइ निन्द्रा लागेर हो कि हाई गर्नुभएछ अनि फेरि मोबाइल फर्काउँछु अनि मेरा सबै नेपाली दाजुभाइहरू आफ्नो परिवारहरूलाई भिडियो कल देखाएर ल है लागे भनेर मन खिन्न पारेर मुखमा मिठो हाँसो बोकेर सबैजना परिवारसँग बोल्नु भइरहेको होला जहाँसम्म मलाई त्यस्तो लाग्छ। त्यसमाथि झन् म त हल्का फुल्का भ्लगर परिगयो मैले त यसो क्याप्चर त गर्नै परिगयो होइन अनि मैले पनि यता क्यामेरा घुमाएर आफूपट्टि केही बोलेँ ल सबै दाजुभाइहरू यसरी व्यस्त छ म पनि आफ्नो तालमा व्यस्त छ भने मैले नै हल्का गफ दिएँ होइन त अनि सिधै हामी एयरपोर्टभित्र पुगिन्छ। अनि मेरो युट्युब फ्यामिलीहरूलाई थ्याङ्क यू सो मच मसँग जोड्नु भएकोमा अनि मलाई यसो टिकटक बनाउनु मन लाग्यो अब के बनाएँ हजुरहरूले हेर्न सक्नुहुन्छ। छुन सक्ने सरकार, भेट्न सक्ने सरकार, बोलाउँदा बोल्ने सरकार चाहियो नि, चाहिएन? सबैले मलाई छुन पाउनुपर्छ होइन, मलाई अँगालो मार्न पाउनुपर्छ अनि उहाँहरूको कुरा के हो राख्न पाउनुपर्छ भन्ने एउटा संस्कार पनि म देखाउन चाहन्छु। त्यसले गर्दाखेरि अत्यन्तै ठुल्ठुला भिडहरू हुन्छन् होइन, टाइम म्यानेजमेन्टको कुरा हो। अनि गाइज मैले चाहिँ माइकल ज्याक्सनको पुरानो गीत बिल्ली भन्ने चाहिँ यसो सुने होइन, बाबा लाग्यो यस्तो मजा म आफै झुमेँ होइन। अब हेर्न सक्नुहुन्छ म कसरी इन्जोय गरिरहेको छु माइकल ज्याक्सनको गीत सुनेर है त गाइज। 죄송합니다. अनि प्लेनले नि आफ्नो खुट्टा भुइँमा टेक्न छोड्यो गाइस। ल हामी चाहिँ बिस्तारै सरर आकाशमा उड गाइस ल है। अनि गाइस तपाईँले एकदमै दामी पनि त्यो भ्युज हेर्न सक्नुहुन्छ अहिले होइन, पुरै माथि आकाशमा पुरै बादलै छाएको त्यो भिडियो मैले क्याप्चर गरेको छु। त्यो चाहिँ तपाईँहरूले नबिर्सिनु के लास्टसम्म हेर्नुहोस् है त ल नछुट्याइकन, त्यो चाहिँ एकदमै दामी छ। हेर्नुहोस् न गाइस कस्तो ब्युटिफुल देखाएको है, बादलमाथि हामी आकाशमा उडिरहेको छौँ। के गर्नु होइन, दुःख मन पीडा त आफ्नो ठाउँमा छँदैछ भने यो भ्युज चाहिँ तपाईँहरूले इन्जोय गर्नुहोस् है त। अझै योभन्दा नि दामी अझै पनि तपाईँले पछि देख्न सक्नुहुन्छ होइन। त्यसमा चाहिँ मेरो सातो उडाइदिएछ, प्लेन एकदमै डेन्जर हल्लिएको छ होइन। त्यहाँदेखिबाट चाहिँ मैले भिडियो नै बन्द गर्न छोडिदिएँ कि किन डरले कि एकदमै डेन्जर प्लेन काम्यो होइन। म त भगवान्कै संसारमा जति भएको भगवान्को नामै मैले त जपेर नै होइन मोबाइल बन्द गरिदिएँ डरले। ल गाइस फाइनली हामी चाहिँ कुवेतको एयरपोर्टमा पुग्यो। अब यहाँ 5 घन्टाको वेटिङमा छ, फ्लाइट ढिला भएर तपाईँले देख्नु पनि सक्नुहुन्छ होइन। अनि बल्ल हामी साउदीको गन्तव्यतिर लागिन्छ अनि फाइनली साउदी उडियो हेर्नुहोस्। Ladies and gentlemen, I'd like to remind you that you can enroll in West Club. For more information, please visit our website kuwaitairways.com. अनि गाइस वास्तवमा चाहिँ मलाई थाहा छैन त्यो प्लेनभित्र काम गर्ने मान्छेलाई के भन्छ एक्ज्याक्टली, तर उहाँहरूले चाहिँ खाना बाँड्दै आउनु भएको रहेछ। मैले पनि टुलु हेरिरहेको थिएँ मलाई दिन्छ कि दिँदैन भनेर, तर फाइनली मलाई खानेकुरा दियो। अनि खाना पाइसकेपछि त म खुसी, भोक पनि एकदमै डेन्जर लागिरहेको थियो गाइस होइन। अनि मैले आफ्नो खानेकुरा चाहिँ टक्क लाएर खोलेर हजुरहरूलाई पनि देखाएर मैले चाहिँ गम खाएँ है। भोक चाहिँ निकै लागेको थियो मलाई। अब यस्तै त हो नि, अब साउदी कतारहरूको खानेकुरा के दिन्छ के हेर्नुहोस् न। एउटा त्यो पाउरोटी जस्तो स्यान्डविच, अनि त्यो केक जस्तो, अनि एउटा पानीको बोतल, अनि त्यसलाई के भन्छ खजुर रे, अनि के हो यो लेमन जुस रे होइन। अनि मैले चाहिँ गम लाज्या होइन गाइस, लाजिया लाइन लगाइ खाएँ मैले चाहिँ गाइस। On the side, but who can stand and shit in man? Her shame or the best. Wanna dance on the floor, on around.
अनि तपाईँले हेर्न सक्नुहुन्छ है गाइज है बादल चाहिँ यस्तो डेन्जर ब्युटिफुल होइन एकदमै दामी देखेको थियो होइन तर यो बादल चाहिँ एकदम लाग्नुको कारण होइन योभन्दा नि माथि बादल थियो रहेछ तर यस्तो बादल लागेपछि चाहिँ त्यो बादलभित्र प्लेन छिर्दा चाहिँ निकै नै डरलाग्दो होइन मैले त सबै भगवान् जुन यो संसारमा जति नै भगवान् हुन्छ नि उहाँहरूको नाम जपे हे परमेश्वर हे ओम मने पद्मे होम होइन महादेव हरि शिवजी हे विष्णु हे राम हे गणेश भनेर म चाहिँ होइन मन मनै जपेर एकदमै डराए गाइज होइन प्लेन निकै पनि एकदमै कामेको थियो एकदमै होइन आम्मा कसम आज यो त मेरो अन्तिमै दिन हो कि क्या हो जस्तो चाहिँ महसुस होइन त्यो फिल पनि गरिसकेको थिएँ मैले होइन डेन्जरै गऱ्यो त्यहाँदेखि मैले भिडियो पनि गर्न सकिनँ होइन मैले चाहिँ यतिमै अनि भिडियो अफ गरिदिएँ हेर्न सक्नुहुन्छ है ल अब सुरु हुन्छ यो चाहिँ है तपाईँले सुन्नु सक्नुभयो होला होइन त्यहाँ सिट डाउन भनेर कराउनु भएको छ त्यहाँ प्लेनको मान्छेले होइन सिट डाउन भन्ने बित्तिकै क्यामेरा अफ गरिदिएँ अनि जब ल्यान्डिङ हुन लाग्यो त्यहाँबाट फेरि मैले अन गरेँ तपाईँले बुझ्न सक्नुहुन्छ होइन त्यो अवस्थामा त्यसैले मैले भिडियो चाहिँ गर्न सकेन ल त्यसको लागि आम भेरी सरी गाइज होइन अनि हामी चाहिँ फाइनल्ली अब साउदीको जस होइन साउदीको एयरपोर्टमा ल्यान्डिङ हुँदैछ साउदीको एयरपोर्टमा छ गाइज फाइनल्ली थ्याङ्क यू सो मच है भ्लग इन्जोय गर्नुभएकोमा आज बाँचियो गाइज भगवान्ले बचाइदिनु भयो थ्याङ्क यू सो मच गड होइन एकछिन त सोचेको थिएँ म त गयो यो नै हो क्या हो भनेर होइन यही छैन ल भ्लगलाई इन्जोय गर्नुहोस्